बढी छिट देखिरहेछ 6 महिनामा बालेन सरकार ढल्छ ढल्छ ल ग्यारेन्टी छ। के यसको संकेत के हो तपाईँ कसरी भन्न सक्नुहुन्छ? अब बालेनको यही हेर्दै जानुहोस्, उसको गराई, उसको बलाई, उसको अहिलेको अवस्था अनुसारले जो चल्न खोजेको छ यो अन्तर्राष्ट्रिय उसले साथ दिन सक्दैन। त्यो नेपालको राजनीति, नेपालको परिवेश हेर्ने हो भने बालेन सरकार अहिले चाहिँ काँचो सरकार हो। बालेन मात्रै छैन नि सर, बालेन भित्र त्यहाँ चाहिँ अब बालेन सके चाहिँ अरू पनि छन् नि त योग्य व्यक्तिहरू। तपाईले यो कुरा किन चाहिँ भुल्नु भएको छ सर? वास्तविक हेर्ने हो भने योग्य व्यक्ति अरू छन्, सेकेन्ड पार्ट हो। यदि छन् भने, यदि उनमा वैज्ञानिक व्यक्तित्वहरू अब विज्ञ व्यक्तिहरू हुन्थे भने यदि बालेनले अग्लो भएर खान्थ्यो नि, होइन? थाहा छ अहिले हेर्न जानुहोस्, अब सांसदको गति हेर्नुहोस्, माथि उसको गति हेर्नुहोस्, उसको भलाइ हेर्नुहोस्, उसको गराई हेर्नुहोस्। एउटा तपाईँको काठमाडौँमा सुकुम्बासीको बस्तीलाई डोजर लगाएर देश चल्छ, एउटा बस्ती बस्नु। त्यसपछि उठाउनुभन्दा अगाडि कमसेकम व्यवस्था गर्नुपर्ने नि। आज हेर्ने हो भने मेन कुरा उसको राजनीति। तपाईँले के लाग्छ यो सुकुम्बासीहरूले चाहिँ आवाज उठाछन्, आन्दोलनमा आछन्, आन्दोलन गरेछन्, गर्छन्? त्यो वास्तविक सुकुम्बासीहरू तपाईँलाई थाहा छ? वास्तविक सुकुम्बासी नभए त भए तापनि हड्ड सुकुम्बासी छन्, तिनले कारवाही गर्नुपर्छ। त्यो सुकुम्बासी को ठाउँमा जो अहिले छन् तपाईँको, होइन, अब हुकुमबासी छन्, त्यसलाई कारवाही गर्नुपर्छ, हामी सबैको माग हो। अनि सरकारले त भनेको छ त, बालेनले त तपाईँको चाहिँ अब वास्तविक चाहिँ सुकुम्बासी चाहिँ पहिचान गरेर अब चाहिँ ग्यारेन्टी गर्छौँ, तिनको घाँसपास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारको पनि व्यवस्था गर्छौँ, मासिक चाहिँ 15,000को दरले चाहिँ हामी दिन्छौँ, त्यसको चाहिँ आवासको व्यवस्था गर्छौँ भन्दा भनेको छ र सर। तर भनाइ र गराइमा धेरै अन्तर फरक छ। तर गर्छ सुन्नुहोस्, के गरेछ साँच्चै हेर्ने हो भने तर रिजल्ट त चाहिँ छु मन्त्र होइन नि त सर। तपाईँ चाहिँ अब 100 दिन पुग्यो, अब 4-5 महिना भएको छैन, अब चाहिँ 5 वर्ष हो। यत्रो पुरानो दलले, काङ्ग्रेस, एमाले, माओवादीहरूले यत्रोको वर्षसम्म चाहिँ चलाए पालो सारसँग, होइन? आजसम्म केही भएन। तपाईँ चाहिँ 5 वर्ष त हेर्नुहोस् न यसको रिजल्ट त। हजुर 5 वर्ष हेर्ने हो। तर यदि हिजो बालेन कुन ठाउँमा थियो, यो बोल्ने अधिकार कहाँबाट प्राप्त भयो, यो गर्ने अधिकार कहाँबाट प्राप्त भयो, त्यो सबैले बुझ्ने कि नबुझ्ने। यो अधिकारमा गइसकेपछि अब अहिले साँच्चै हेर्ने हो भने त्यसको दुरुपयोग भइरहेछ। जो गर्न खोजिरहेछ, जुन गर्नुपर्ने काम चाहिँ गरेको छैन। अहिले राष्ट्रपति भित्रीमा 2 धार बनिसकेका छन्। हेर्नुहोस् है, अब तपाईँको बालेनको एकपट्टि, रवि एकपट्टि, होइन? त्यसपछि यदि रविले भनेको मान्छे, रवि अब सब तपाईँको पार्टीको अध्यक्ष हो भने अध्यक्षको भने मान्ने कि नमान्ने, अध्यक्षले बोलाएको ठाउँमा जाने कि नजाने। तर कानुन विपरीत त छैन नि, संविधान विपरीत त गएको छैन नि त। त्यसपछि आएर साँच्चै हेर्ने हो भने अहिलेको सन्दर्भमा देशको परिस्थिति, जनताको अवस्था, होइन? अब भन्न त अर्काको टाउकाको कपाल फाल्न अति राम्रो छ, तर आफ्नो टाउकामा कपाल फाल्न गाह्रो छ। अहिले बालेनले भएको त्यही हो। हिजो रवि बाहिरबाट कति फुरफुर कुरा हाँक्थ्यो, कति कुराहरू गर्थे, तर अहिले गर्न त गाह्रो छ नि। साँच्चै हेर्ने हो भने समय र परिस्थिति रविले अहिले बुझ्न लागेको छ, बालेनले बुझ्दै छैन। त्यसले गर्दा चाहिँ अब त्यही भित्र हिजो 17 जनाले राजीनामा मागिसके बालेनको, उसकै भित्रका मान्छे विपक्षी त विपक्षी भइहाल्यो, प्रतिपक्षका मान्छे त प्रतिपक्षी भइहाले। त्यो प्रतिपक्षी साइडको पाटोमा छ, तर आफ्नै सरकारभित्र भइसक्यो। अब मन्त्रीहरूले पनि, मन्त्री लगायत सांसदहरूले पनि, सदस्यहरूले राजीनामा किन मागे त? तर तपाईँको धारणा के हो भन्दाखेरि हिजोकै प्रवृत्ति तपाईँ चाहिँ भाषण गर्नुपर्छ, संसदमा चाहिँ अब चाहिँ भवन्तर गर्नुपर्छ, भाषणै गर्नुपर्छ, भाषण गरेर देश चल्छ भन्ने मान्यता हो तपाईँको? भाषण मात्रै, भाषणको साथमा काम पनि गर्नुपर्छ। तर बालेनले त गरेछ त सर काम गरे। बालेन साँच्चै भन्ने यो देशको चिफ हो, अहिलेको प्रधानमन्त्री हो। बालेनले संसदमा के गर्ने? एउटा कोठामा गएर, होइन, बन्द कोठामा बसेर, एउटा सिंहदरबारको बन्द कोठामा बसेर लेखेर अध्ययन गरेर मात्रै हुन्छ? यदि हुन्थ्यो भने, होइन, यदि हुन्थ्यो भने हिजोको दिनहरू हेर्दै जानुहोस्, इतिहास हेर्दै जानुहोस्। 10 वर्ष जनयुद्ध नेपाल कम्युनिस्ट माओवादीले बोल्न नसक्ने जनतालाई बोल्ने सिकायो, होइन? त्यसपछि आएर आवाज नबोक्ने ठाउँमा आवाज बोक्ने बनाइदियो। त्यसकै परिणाम आज
यो सरकारले गरिरहेको छ। तर खोइ त माओवादीले गरे खोइ त यदि माओवादी नगरेको संयोजक प्रचण्डले गरे खोइ त आज तपाईँको चाहिँ अब आइसक्यो नि तल कति 5 नम्बरमा आयो होइन हिजो 2/3 दिएको होइन जनताले समय र परिस्थिति अनुसारले हो केही कमजोरी भएको होला तर वास्तवमा हेर्ने हो भने यदि प्रचण्ड नभइदिएको भए नेपाल कम्युनिस्ट पार्टी माओवादी पूर्व माओवादी यदि नभइदिएको भए यो अवस्था आउँथ्यो यो अवस्था बन्थ्यो यो साना झिनामिनाहरूमा टाउकोमा गएर बस्न सक्थे त्यो तपाईँहरू जनमुक्ति सेना तपाईँहरू समयमा नलडिदिएको भए तपाईँहरू युद्ध नगरिदिएको भए यो अवस्था आउँथ्यो तपाईँ आफै जनमुक्ति सेनाको मान्छे हो एउटा घाइते पनि हो एउटा पत्रकार पनि हो यदि तपाईँहरूले प्रचण्डको लाइनमा गइदिएर यो काम नगरिदिएको भए आज यी तपाईँको 6 महिनाका पार्टीहरू 6 महिना वर्षका 6 महिना 6 वर्ष 7 वर्षका पार्टीहरू आज पहिलोपालि बन्न सक्थे तपाईँको लामो अध्ययन छ होइन तपाईँ के लाग्छ तपाईँको चाहिँ अब कम्युनिस्टहरू चाहिँ एक धारमा चाहिँ उभिएला सम्भावना बढी छ यदि कम्युनिस्टहरू एक धारमा उभिएन भने भोलि आफूले पनि समस्या आउँछ त्यसले गर्दाखेरि हामीले के भनिरहेछौँ भन्नुहुन्छ भने नेपाल कम्युनिस्ट पार्टीहरू बनेर हामी सबै वामपन्थी एक ठाउँमा भएर साँच्चै गणतन्त्र बचाउने हो भने यो धर्मनिरपेक्ष संहिता बचाउने हो भने हामी एक ठाउँमा आउनुपर्ने आवश्यकता छ यदि बुझिनौँ गरेनौँ भने भोलि यो सबै चिजहरू सखाप हुने सम्भावना देखिरहेछ अन्तर्राष्ट्रियले त्यही अनुसार हेरिरहेका छौँ त्यसले गर्दा अब हामी सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा हुनुपर्छ र एक ठाउँमा भइसकेपछि देश र जनताको निम्ति हामी एकदम आवाज उठाउनुपर्छ सङ्घर्ष गर्नुपर्छ र अहिले जो भइरहेछ यसको लागि हामीले चाहिँ घोर विरोध गरेर हुन्छ या अब सदनमा होस् या सडकमा होस् यो सरकारले चाहिँ निष्पक्ष काम गरोस् भन्ने एउटा आग्रह गरेका छौँ यदि भएन भने हामी एक ठाउँमा भएर त्यसको प्रतिकार गर्नुपर्ने बाध्यता आउनु नआओस् भन्न हामी चाहन्छौँ यदि आउनु पर्यो भने भोलि चाहिँ यो भडौको 23 र 24 भन्दा अझ खतरा आउने सम्भावना बढी देखिरहेको छ कम्युनिस्टहरूको सबैको देशले कम्युनिस्टहरू फेरि आन्दोलन गर्ने सम्भावना बढी देखिरहेछ गर्नुपर्ने अवस्था साँच्चै हेर्ने हो भने किन भने यो गणतन्त्र पक्षधरहरू एक ठाउँमा भएन यदि गणतन्त्रै ध्वस्त हुने अवस्था आयो भने हुनु पर्यो नत्र भोलि उही पुरानै पञ्चायती व्यवस्था जस्तै राणा शासन जस्तै हैकमी शासन लागू गर्न खोज्यो भने कहाँ सहन्छ र जनताले सहन्छ र सरेन नि त्यसले गर्दाखेरि कमरेड तपाईँहरू कमसेकम एक ठाउँमा भइदिएर अब अहिले प्रहरमा लाग्नुभन्दा पनि गहिरेर अध्ययन गरेर हामी अगाडि बढ्यो भने पक्कै पनि यो देशको इतिहास चाहिँ रहने छ नत्र स्वभाव हुने सम्भावना बढी देखिरहेछ वामपन्थीहरू एक ठाउँमा हुनुपर्ने अति आवश्यकता छ तपाईँको अन्तिममा तपाईँको नाम भनिदिनुहोस् न मेरो नाम वीरबहादुर रोकाई म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुनिल स्मृति गाउँपालिकाको सचिवालय सदस्य र अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नेपाली कम्युनिस्ट पार्टीको जिल्ला सदस्य ल धन्यवाद ओके ल